हेलो गाइज वेलकम टु माई मिनी ब्लग अगेन। अनि आज चाहिँ मेरो छुट्टी हो, सो यो चाहिँ छुट्टीको ब्लग हो। अनि अहिले चाहिँ हामी यहाँनिर बाहिर निस्किरहेको थियौँ म र साथीहरू होइन। अनि यहाँ चाहिँ एकजना साथीलाई हामी पर्खिरहेको थियौँ, त्यहाँबाट यहाँ चाहिँ फाइनली साथी पनि आएर चाहिँ हामी चाहिँ यहाँनिर जाँदैथ्यौँ होइन। ऊ पनि हाम्रो ड्युटीमा गर्ने साथी हो, ऊ पनि ड्युटी गर्ने सँगै गर्ने साथी हो। त्यसपछि हामी चाहिँ यहाँ गयौँ। गाइस यहाँ चाहिँ दिनमा चाहिँ एकदमै गरम ज्यादा भएकोले चाहिँ दिनमा चाहिँ निस्किनु सक्दैन, त्यही भएर हामी चाहिँ यहाँनिर इभिनिङ टाइममा निस्केको। अनि यहाँ चाहिँ हामी हिँड्दै हिँड्दै गर्दैथ्यौँ। त्यसपछि हामी चाहिँ पुग्यौँ हाम्रो डेस्टिनेसनमा। यहाँ चाहिँ हामी सधैँ जाने गर्थ्यौँ छुट्टीमा चाहिँ यहाँनिर हामी जाने गर्छौँ। सो यहाँनिर सबैजना हामी बसिरहेको थियौँ। त्यसपछि हामीले यहाँनिर अलिअलि खाना खायौँ। त्यसपछि यहाँ चाहिँ कुलरको चिया चाहिँ एकदम राम्रो पाउँछ होइन। त्यसपछि हामीले चिया पनि पियौँ। त्यसपछि हामी यहाँनिर धेरै बस्यौँ होइन, 4 घन्टा जस्तो बसेर चाहिँ त्यसपछि चाहिँ हामी फेरि फर्क्यौँ। किनभने फेरि मेरो चाहिँ मर्निङ सिफ्ट थियो, त्यही भएर हामी चाहिँ अलिक छिटै फर्क्यौँ। सो थ्याङ्क्स फर वाचिङ, किप सपोर्टिङ, सी यू नेक्स्ट ब्लग, थ्याङ्क यू।